ल आज म सँगसँगै भेली रोटी बनाऊँ है त। कतिजनाले चाहिँ यो भेली रोटीलाई अर्सा रोटी पनि भन्नुहुँदो रहेछ, तर दाङतिर चाहिँ यसलाई भेली रोटी नै भनिन्छ है। सुरुमा भेलीलाई सानो सानो पिस बनाएर काटेर अनि त्यसलाई सफा पानीले पखाल्यौँ हामीले। हाम्रो पानी चाहिँ अलि धेरै पातलो भएको थियो, हल्का बाक्लो पानी राखेको राम्रो। अनि हामीले कराईमा नचप्लियोस् भनेर थोरै 2-3 चम्मच घिउ राखेर अनि त्यो पानीलाई त्यहीमा राखिदियौँ। अनि पानी पातलो भएको भएर हामीले चाहिँ पानीलाई धेरै बेर पकायौँ। हामी लगभग 1-1.5 घन्टा नै पकायौँ होला यो पानीलाई। अनि चामल चाहिँ हामीले 1-2 दिन अगाडि नै भिजाएर त्यही दिनमा पिसाएको थियौँ। अनि त्यही चाल्दै हुनुहुन्छ मम्मीले। अनि चालेर त्यो पानी बाक्लो भइसकेपछि थोरै थोरै गर्दै अनि त्यही भेली पानीमा राखिदियौँ। थोरै धेरै राख्यो भने चाहिँ यो डल्लो पर्छ नि त, त्यही भएर थोरै थोरै गरेर राख्नुपर्छ। हामीले पनि थोरै थोरै गरेर राख्यौँ। अनि मजाले मार्नुपर्छ यसलाई, मजाले मारेर पिठो पाक्ने गरेर मार्नुपर्छ। अनि मजाले तान्दै बिस्तारै बिस्तारै चलाउँदै अनि यतिको चाहिँ बनाएको थियौँ हामीले। हामीलाई हेल्प पनि ड्याडले गर्नुभएको थियो, हामीलाई गाह्रो भयो यो रोटी तान्नलाई। अनि सानो सानो गोली बनाएर मजाले सानो सानो ठिक्क ठिक्कको रोटी बेल्यौँ हामीले। अनि ग्यास पनि सानो आँचमा बनाउनु पर्छ, ठुलोमा बनायो भने चाहिँ यो नबन्दो रहेछ। मलाई पनि थाहा थिएन पहिला, मेरो पनि फर्स्ट एक्सपिरियन्स हो। अनि तेल पनि थोरै राख्नु पर्दो रहेछ, थोरै तेल राखेर बिस्तारै बिस्तारै पकाउने। अनि हाम्रो रोटीहरू चाहिँ यस्तो भएको